श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङज्यूले संसद बहिष्कार गरेको छ। यसलाई कसरी हेर्नु भएको छ तपाईले? यस्तो जनताप्रतिको उत्तरदायित्व हुनुपर्छ। लाग्छ मलाई जनताप्रतिको उत्तरदायित्व भनेको प्राइम मिनिस्टर पनि हो र मन्त्री परिषद पनि हो। संविधान त धारा 76 मा मन्त्री परिषदको प्रमुख नै चाहिँ प्रधानमन्त्री भएको कारणले गर्दाखेरि संसदबाट उठेका उत्तरहरू चाहिँ प्रधानमन्त्री दिनुपर्छ भन्ने कुरा हो। उहाँले हिजो मात्रै चाहिँ नीति तथा कार्यक्रम राष्ट्रपतिले हैन जुन वाचन गरिराख्नु भएको थियो, राष्ट्र प्रमुखले नै गर्ने हो। त्यो संविधान त धारा 95 मा पनि छ हैन, गर्नुपर्ने हो। त्यो चाहिँ नितान्त सरकारको कार्यक्रम भएको हुँदाखेरि हुन त बसिराख्नु पर्छ भन्ने त आवश्यक छैन र पनि जनताले अभिमत दिएर चाहिँ 2/3 बहुमतको नजिकको सरकार यति धेरै माया गरेर सरकारलाई पठाउनु भएको, सरकार बनाउनु भएको छ जनताले। त्यो उत्तरदायित्व पनि हो। उहाँले त्यहाँबाट पनि बिचैमा निस्केर जानुको एउटा उहाँको एउटा अहमता हैन, उहाँको एउटा घमण्डीपनले गर्दाखेरि संसदमा केही आलोचना त प्रधानमन्त्रीको भइ नै रहेको थियो र आज पनि चाहिँ संसदहरूले प्रधानमन्त्रीसँग उत्तर चाहेका थिए। संविधानको धारा 76 मा मैले अघि पनि भने चाहिँ प्रधानमन्त्रीहरूको चाहिँ प्रमुख नै प्रधानमन्त्री नै प्रमुख हो मन्त्रीमण्डलहरूको र विभिन्न सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर जवाबदेहिता हुनुपर्छ। जवाबदेहिता नभएको कारणले गर्दाखेरि प्रधानमन्त्री नै हुनु न, त्यहाँ अभिभावक नै हुनु न भनी पक्ष विपक्ष हैन को अथवा सत्ता पक्ष भन्दा पनि प्रतिपक्ष र विपक्षका पार्टीका संसद दलका नेताहरू त किन बस्नु भनेर उहाँ हिँड्नु भएको। यसलाई चाहिँ कम्तीमा अलिकति प्रधानमन्त्रीले आफ्नो जिम्मेवार के हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ होला भन्ने मलाई लाग्छ।